हेलो एभ्रिवान, फर्स्ट अफ अल सबैजनालाई शुभ प्रभात। र आज चाहिँ हाम्रो तिनजनाको एकैचोटि छुट्टी भएको कारणले चाहिँ हामी घुम्न जाने प्लान गऱ्यौँ। खास गरी त हामी बोर्डमा जान खोजेको, तर बोर्ड चाहिँ हामीभन्दा 5 मिनट अगाडि निस्केछ। कस्तो ब्याड लक भयो त। अनि हामी यताउति घुम्ने प्लान गऱ्यौँ। अनि यसो हेरेको यताउता सोसी साइडमातिर गयौँ, यता साइड। अनि यता गएपछि चाहिँ हामीले बियर पनि खायौँ। अनि हाँस्यौँ, कस्तो हाँसउठ्दो कुरा गरेको थियो क्या त्यतिखेर। अनि भेप पनि तान्यौँ। अनि कस्तो दामी हावा सिर्र चलिरहेको थियो। सेल्फी पनि लियौँ। अनि सेल्फी लिएपछि चाहिँ अनि यता मैले फेरि समुद्रको पनि मैले भिडियो लिएँ थोरै। कस्तो दामी भिडियो आइरहेको थियो क्या, हावाहरू कस्तो दामी तरिकाले। अनि म एकछिन यता टोलाएँ पनि एक्लै, कस्तो दामी मौसम भइरहेको थियो नि त। अनि फुच्ची आउँदै थियो, कस्तो क्युट थियो क्या। अनि मैले उसको पनि भिडियो बनाइदिएँ। अनि यता पनि फेरि आफ्नै पारामा भिडियो लिइरहेको थिएँ मैले। अनि यता मर्मेडको चाहिँ के चलाइदिँदै थियो मेरो साथीले। यहाँ चाहिँ ओलम्पिकको क्या त्यो भइरहेको रहेछ। अनि यता चाहिँ बाजेहरू पुरा माछा पनि मारिरहनु भएको रहेछ। अनि माछाको पनि भिडियो बनाइदिएको, कस्तो दामी थियो अरे माछाहरू। अनि यता चाहिँ एउटा केटीले भाइलिन कस्तो दामी बजाइरहेको थियो क्या। अनि त्यसको पनि भिडियो बनाइदिएँ। अनि बनाएपछि चाहिँ अल्छी पनि लाग्यो। अनि यसो एबिसीतिर छिरेको समर्स भाइदेखि समर्स भाइ पनि किन्यौँ। अनि हामी सबैजनाले अनि फोटो पनि लियौँ। अनि घर पुग्यौँ। घर पुगेपछि साथीले मासु बनायो। अनि टक्क तरिकाले समर्स भाइ खायौँ। सो थ्याङ्क्स फर वाचिङ गाइस।